ल गाइजहरु अब चाहिँ हामी हिडिसकेका छौं हैन। यो भिडियोमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिन नभुल्नु होला हैन। ठ्याक्क तिनटाले क्याप स्याप झोला बोकेर झोलामा डोलु राखेर हिडिसकेका छौं। ल गाइजहरु लाइक कमेन्ट शेयर सब्स्क्राइब है। ल गाइजहरु अब हामी चाहिँ हिडिसकेका छौं हैन। आशिष म समीर भएर हेर्नुस् बाटो कति अप्ठ्यारो छ। अब खोलासम्म पुगिन्छ आज हामी हैन। त्यही हो, अरु त के भन्नु छ र। मेरो यो मिनी भ्लगमा सबैले माया गरिदिनु हुनुहुन्छ भन्ने मैले पूर्ण आशा ल्याएको छु। समीरले चाहिँ झोलामा कुराउनी बोकेर आइरहेको छ। आशिष के को कुराउनी होला यस्तो ठरौ त? मलाई लाग्छ गोरुको। के गोरु समीर? आशिष के को भन्नु अहिले मैले बुझेन खासै। बाख्राको कि पाठाको कि भन्छ खै। यसका घर चाहिँ सुँगुरको मासु पनि खाने हैन हैन। सुँगुर चाहिँ यसले गाइजहरु हेर्नुस् केटाले मलाई छोडेर वहाँ पुगिसकेका छन्। बाटो पनि अप्ठ्यारो रहेको छ। हेर्नुस् घाँस पनि पलाइसकेको छ। खरेन नदी उता हाम्रो खरेनतिर त पलाएको छैन, यहाँ उता पलाइसकेको छ। हिडिसक्यो। अब आज चाहिँ अब रमाइलो हुन्छ दिन पक्कै पनि मलाई त्यस्तै लागिरहेको छ। गाइजहरु हेर्नुस् समीरले ढुकुरको बच्चा निकाल्छु भनेर स्यालका बच्चा निकाल्न लागिरहेको छ। मेरो बच्चा छन् भनेर ल्याउ खै त खै कहाँ खान्छ समीर। यो पनि ढुकुरै यो कर हुन त हैन आशिष। अहिले चाहिँ हामी यहाँ दौडिरहेका छौं हैन। गयो गयो हे गाई हेर्नुस् त यसको यो त चाकी यस्तो भएर पो लोटी गइसकेर केटा छ कतिको ला। गाइजहरु हामी चाहिँ अहिले हिडिसकेका छौं हैन। अब भिडियो हेरिरहनु भएको छ भन्ने मलाई पूर्ण विश्वास लागिरहेको छ। है त ल बाबा भनेर भन्दिनँ मैले अहिले। यहाँलाई हेरेर चाहिँ बाबी गर्नुपर्छ। यो गोरो छ कि म गोरो हुँ गाइजहरु यसो कमेन्ट प्लिज। म भन्दा त आशिष नै अलि गोरो छ। हेर्नुहोस् गाइजहरु आशिष आशिष चाहिँ खतरा हिँड्छ पनि छन्। केटीले भिडियो हेर्नु आउँछ भने आशिषलाई फेसबुक पठाइदिनु होला अरे हैन। ल गाइजहरु हेर्नुहोस् एउटा फुटुङ्गो बच्चा त्यहाँ पुगिसकेको छ। अर्का घारे चाहिँ यत्कै छन्। म चाहिँ अब हिँड्छ मान्छे चाहिँ यत्कै छु हैन। मेरो आज पूर्व प्रेमिका गाउँमा आइछ भने सल्लो चाहिँ ठुलै छ। जग्गा चाहिँ समीरका जग्गामा चाहिँ पर्छ पर्न चाहिँ यो सल्लो लाइट चाहिँ हेर भाइ आशिष लोटेको। गाइजहरु घरबाट नहिँड्दै कति मिनटको हाम्रो भिडियो पनि भइसकेको छ हैन। धेरै जो भयो भिडियो हामी घरबाट हेर्नुस्। अब अझसम्म हामी गन्तव्यमा पुगेका छैनौँ मुन्दो। गयो म त गयो यार। गाइजहरु हैन लोट्यो बिना साराले लोट्यो यार हैन। भिडियो बनाउनका सारालाई अरु त हैन। ओहो लिकुटी खेल लिकुटी खेल अब हामी हिडिसक्यौँ। मैले चाहिँ आशिषलाई डराउनु लाग्थेँ। ल गाइज अहिले चाहिँ आशिष होइन भेडा चराउन भनेर आइरहेका छन्। खै आशिष तिमीलाई भेडा कहाँ चरिरहन्? ए यहाँ त अहिले त यिनी भेडा पो चराउन आएका हौ। ए यहाँ त कति हो थुमेको हुनु? यो चाहिँ थुमे यो चाहिँ माउ यो चाहिँ छोरो या छोरी जे भने नि हुन्छ। ल गाइजहरु किन्ने भए पनि सम्पर्क गर्न होला रे आशिषसित। भेडो हेरेर होइन हेर्नुहोस् यहाँ चाहिँ खोलो हो पहिलाको। यो चाहिँ सुकेको छ। के खाएका हुन् रे? ए पानी थियो त्यो आउँदा अहिले त छैन होइन। अब हेर्नुहोस् गाइजहरु हामी खोलामा जान लागिरहेको छौँ। हेर्नुहोस् बाटो चाहिँ कति अप्ठ्यारो छ। अप्ठ्यारो भन्दा पनि हेर्नुहोस् हरियाली अब हरियाली पुऱ्याउनु लागिसकेको छ। अब हामी हेर्नुहोस् हाम्रो अब पछाडिका लुकअप केटाहरू होइन हिँड्छौँ छन्। केटाहरूलाई अब तपाईँहरूले फेसबुकमा पठाइदिनु होला रे। तिजोको बुट होइन र नि यो सोझो मान्छे परे फेसबुक छैन हो तिजो हो तर गेडा छैन। गेडा छैन के आशिष दुईटैको गर्दाखेरि लथा लिङ्क हो यिनीहरूको चाहिँ खास त्यही बुझ्दा हुन्छ हामीले। समीरका पुर्खा बाँदर आशिषका पुर्खा चिम्पान्जी मेरा पुर्खा चाहिँ मङ्की। यस यो टिमको लिडर चाहिँ म हो होइन। अब म चाहिँ त्यही भएर पछाडि छु। समीर चाहिँ राजा रे हेर्नुहोस् गाइजहरु। तर म अगाडि हिँड्दिनँ को। अब तिमी समीरले त बिचारा नपरेको र छिउचाउको तितो माजाको मिठो भन्न त गराउनु पर्यो होइन आशिष। बुझ न यार तिमीले यार। त्यही र म त तितो भइमा गयो समीरले।
तिजुको बुट गाइजहरू हेर्नु कति राम्रो छ तिजुको बुट होइन तिजु नभए पनि तिजुको बुट चाहिँ छ तर आज हामीले तिजु खान पाइन्छ जस्तो लागेन यार चाहिँ हामी खोलामा आइसकेका छौँ होइन हेर्नुहोस् गाइजहरू यो खोलामा त अस्ति न तिमी आशिष रिनादेखि आउँदा नि आएको यसमा सायद नै हुन्छ कोनी यिनी यो कर्कलो पर्कलो त्यही त कर्कल जस्तै हुन्छ को त नि कर्कल यहाँ कले लाग्यो त अनि गाइजहरू यो खोलामा त मलाई कस्तो मनपर्छ होइन अब आफ्नो गाउँमा खोला नभएर होला होइन हेर्नुहोस् गाइजहरू यसले चाहिँ पानी चलाइसकेको छ यसलाई भन्छन् ताजा पानी यो पानी हो नि केटा हामीले अब खाने भनेको धप खोला पानी यही हो तर यो पानी खाँदा चाहिँ केटा चढाएर खा भाइ खाना त अब खाइन्न तर अब सिमेन्टै छ यार ट्र्याक्टर बोलाउनु पर्यो ल गाइजहरू होइन केटाहरूले चाहिँ उ गरिरहेको छ अहिले चाहिँ हामी नुहाउन भनेर तयारीमा छौँ आशिष दा चाहिँ यसका हेर्नुहोस् त गाइजहरू मिल्क यता चाहिँ हाम्रो ऊ राजु लामा कहाँ सालो पर्छ नि भनौँ भने के भन्नु गाइजहरू अहिले चाहिँ हामीले हेर्नुहोस् यो कति समयको मेहनत पछि यहाँ अहिले हामीले यत्रो खाल्टो बनाइसकेका छौँ होइन अलिअलि मात्रै पानी बगेर गइरहेको छ उता होइन यत्रो काम चाहिँ गरिसकेका छौँ ल भिडियोलाई चाहिँ तपाईँले लाइक गर्नुहुन्छ भने पुरा विश्वास रहेको छ है त आएको केमा व्यस्त छौँ होइन आशिषले चाहिँ यहाँ धुङधार काम गरिरहेका छन् त्यो चाहिँ मान्छेले केही गरेकै छैन होइन यति मात्रै हो हेर्नुहोस् गाइजहरू हाम्रो घर चाहिँ माथि डाँडामा अब आकाश मुन्तिर गाइजहरू अब हामी एकैछिन यहाँ पानी सङ्कलन दिन्छौँ त्यसपछि घरतिर लाग्ने कुरो हुन्छ अब हामी डोलु लिएर आउँछौँ झोलामा होइन आशिष चाहिँ अब यो पोखरामा यो हामीले अहिले थुनेकामा उफ्रिन लगाइरहेका छन् ल स्टार्ट ल 1 2 3 स्टार्ट गो एकै झ्याद हो मिला यार पुरै अल्टो टल खुट्टा लाग्न त लागेन खेलेर बसिरहेका छौँ होइन यता आशिष चाहिँ पौडी खेल्न पारिमसित डर लाग्छ आशिषलाई होइन आशिषको यसले म चाहिँ पौडी खेलेको होइन लगाइछु र होइन आशिष चाहिँ केमा चढ्दैछु भने चाहिँ यसले चाहिँ पेन्टी सुकाउँदैछ होइन होइन त्यहाँ होइन मेरो खुट्टो काटेछ क्या यहाँ त काँडो बिजेछ यार होइन चाहिँ खोलालाई बाई बाई भनेर हिँडिसकेका छौँ होइन अझ गाइजहरू होइन हामीले चाहिँ एउटा के भन्दाखेरि तिजी टिप्ने मान्छे भेटाएर तिजी टिप्न पठाउँछौँ रुखमा भन्दाखेरि रामेश्वर घरती मगर त्यसो गरेर सुन्छु नि हेर्नुहोस् गाइजहरू धेरै पछि आत्मीय साथी मित्र रामबहादुर घरती मगर रामुजीसित भेट भइरहेको छ होइन हेर्नुहोस् गाइजहरू खतरा हेर्छौँ गाइजहरू अहिले चाहिँ हामी फिलहाल तिजो सिजो सबै खाएर भ्याएर हामी घरतिर हिँडिसकेका छौँ होइन टक्क पारामा धो भइरहेको छ आजको यात्रा चाहिँ धेरै लामो नि भयो होइन कति हिँड्यो हामीले गाइजहरू यति चिसो लिएर आएका छौँ होइन